हेलो नमस्ते, म प्रमिला निरौला। आज हामी यस भिडियोमा वेब अफ अटोबायोग्राफीको बारेमा बुझ्नेछौँ। यसलाई एप्रोच अफ लाइफ राइटिङ पनि भनिन्छ। विभिन्न टाइम पिरियडमा अटोबायोग्राफी वा लाइफ राइटिङलाई कसरी बुझिन्थ्यो त? यसलाई चाहिँ विभिन्न टाइम पिरियडमा डिभाइड गरिएको छ, जसलाई चाहिँ फर्स्ट वेभ, सेकेन्ड वेभ एन्ड थर्ड वेभ गरेर तीनटा वेभहरूमा, तीनटा टाइम पिरियडमा चाहिँ विभाजन गरिएको छ। फर्स्ट वेभमा अप टु 1950s का कुरा गरिन्छ। 1950s भन्दा पहिले लाइफ राइटिङलाई कसरी बुझिन्थ्यो भन्ने कुरा चाहिँ हामी यो 1950s भन्दा अगाडिका कुराहरूलाई चाहिँ फर्स्ट वेभमा बुझ्नेछौँ। त्यसै गरी सेकेन्ड वेभमा 1950s टु 1970s सम्म अटोबायोग्राफीलाई यो टाइम पिरियडमा कसरी बुझिन्थ्यो त? यो 20 वर्षमा चाहिँ कसरी बुझियो त अटोबायोग्राफीलाई या लाइफ राइटिङलाई भन्ने कुरा चाहिँ हामी हेर्नेछौँ। त्यसै गरी थर्ड वेभमा आफ्टर 1970s टु अहिलेसम्म प्रेजेन्ट डेसम्म चाहिँ अटोबायोग्राफीलाई कसरी बुझिन्छ, कसरी हेरिन्छ भन्ने कुरा चाहिँ हामी यो तीनटा टाइम पिरियडमा चाहिँ बुझ्छौँ। अब हामी फर्स्ट वेभमा 1950s भन्दा अगाडि चाहिँ अटोबायोग्राफी या लाइफ राइटिङलाई कसरी बुझिन्थ्यो त? फर्स्टमा लाइफ राइटिङलाई बुझ्नु पर्यो होइन। लाइफ राइटिङ भनेको के हो त? वाट इज लाइफ राइटिङ? वाट इज इन योर लाइफ राइटिङ एन्ड हाउ क्यान रिड लाइफ राइटिङ भन्ने यी तीनटा क्वेसन्सलाई चाहिँ हामी के गर्नेछौँ त? हेर्नेछौँ र बुझ्नेछौँ। फर्स्ट वेभले चाहिँ लाइफ राइटिङको बारेमा कसरी बुझ्थ्यो त भन्ने कुरा चाहिँ हेर्नेछौँ। त्यसै गरी यहाँ मिनिङहरू दिएको छ। लाइफ राइटिङ भनेको के हो त भनेर भन्दाखेरि या अटोबायोग्राफी भने एउटा डिस्क्रिप्सन हो, ग्राफिया हो होइन, न्यू इन्डिभिजुअल ह्युमन लाइफ हो, जसलाई चाहिँ व्यक्तिले आफैले आफ्नो बारेमा लेखेको हुन्छ, इन्डिभिजुअल हिमसेल्फले। त्यसैले अटो र बायस मिलेर यो चाहिँ के छ, अटोबायोग्राफी बनेको छ। अटोबायोग्राफी या लाइफ राइटिङ, अटोबायोग्राफी चाहिँ एउटा इज नट ओन्ली अटोबायोग्राफी, इट इज लाइफ राइटिङ अल्सो, किनकि यसमा अदर सब जानराजहरू पनि छन्, जस्तै मेमोयर, बायोग्राफी, ब्लग। अब अहिले प्रेजेन्ट डेमा आइपुग्दा त ट्विटलाई पनि के भन्छ, ट्विट राइटिङलाई पनि अटोबायोग्राफीको या लाइफ राइटिङको एउटा सब जेनराको रूपमा लिन थालिएको छ। त्यसैले यो के हो त, एउटा अम्ब्रेला टर्म हो। यसको विङभित्र चाहिँ सो मेनी अदर सब जानराजहरू हुन्छ। सबैभन्दा पहिले अटोबायोग्राफी या लाइफ राइटिङ कसरी चाहिँ सुरु भयो या भन्दा त सुरु त धेरै पहिले भएको थियो। मान्छेहरूले लेख्थे होइन, लेखेर रेकर्डहरू राख्थे, तर त्यो अफिसियल्ली चाहिँ यो लाइफ राइटिङ या अटोबायोग्राफी राइटिङ हो भनेर चाहिँ त्यसलाई बुझिँदैन थियो। जब जर्ज मिसले 1950s भन्दा अप टु 1950s का कुराहरूलाई चाहिँ उनले चाहिँ पढेर, लेखेर, रेकर्ड गरेर एउटा रेकर्ड भएका सबै कुराहरूलाई चाहिँ एउटा दस्तावेज या बुक निकाले, जसलाई चाहिँ अ हिस्ट्री अफ अटोबायोग्राफी इन इन्टिग्रिटी भनेर बुझिन्छ। जुन बुक चाहिँ 1950s मा आयो, त्यसलाई चाहिँ क्रिटिकल अन अटोबायोग्राफी भनेर पनि बुझिन्छ। जुन चाहिँ अटोबायोग्राफीमा एउटा क्रिटिसिजम थियो, जसलाई चाहिँ उनले जर्ज मिस चाहिँ जर्मन फिलोलोजिस्ट हुन्। फिलोलोजिस्ट भनेको चाहिँ जसले चाहिँ लिटरेरी टेक्स्ट एन्ड रिटेन रेकर्डहरूलाई चाहिँ स्टडी गरेर गर्छन्, त्यसलाई चाहिँ फिलोलोजिस्ट भनिन्छ। जर्मन फिलोलोजिस्ट जर्ज मिसले चाहिँ के गरे त, लाइफ राइटिङ बारेमा एउटा कमेन्ट्री लेखे। त्यस्तै कमेन्ट्री लेखेको बुक नै के हो त, हिस्ट्री अफ अटोबायोग्राफी इन एन्टिक्विटी भन्ने बुक हो। एन्टिक्विटी भनेको चाहिँ क्लासिकल पिरियड भन्छ। पिरियड यो भनेको चाहिँ क्लासिकल पिरियडदेखिका कुराहरूलाई चाहिँ सबै कुराहरूलाई चाहिँ उहाँले पढेर रेकर्ड भएका कुराहरूलाई बुझेर अनि एउटा बुक निकाल्नु हो। त्यही बुकको नेम हो यो चाहिँ बुक नेम हो। दिस इज अ बुक नेम।
यो नै के हो त क्रिटिकल एप्रोच लाइफ राइटिङको एप्रोचको के हो त बिगिनिङ भनेर यसलाई हामीले बुझ्दछौँ। अब फर्स्ट वेभलाई कसरी अन्डरस्ट्यान्ड गरिन्थ्यो त्यतिखेर 1950s भन्दा अगाडि भनेर भन्दाखेरि यो चाहिँ के हो त रियल राइटिङ हो। पर्सन राइट एबाउट हिमसेल्फ अर हरसेल्फ, आफ्नो बारेमा आफैले लेख्ने भएको कारणले गर्दा यसलाई चाहिँ रियल राइटिङ भनियो। अनि त्यो अटोबायोग्राफी आदि लाइफ राइटिङमा चाहिँ के हुन्छ त एउटा पर्सन हुन्छ, त्यो पर्सन चाहिँ एउटा पर्सन मात्र नभएर ऊ चाहिँ के हुन्छ त उसले चाहिँ के गर्छ त त्यो पर्सनले चाहिँ त्यो समय टाइम पिरियडलाई के गर्छ त टाइम पिरियडलाई चाहिँ रिप्रेजेन्ट गर्ने हुन्छ, होल टाइम पिरियडलाई रिप्रेजेन्ट गर्छ, हिस्ट्रीलाई रिप्रेजेन्ट गर्छ, फिलोसोफीलाई, सिभिलाइजेसन, कल्चर, पोलिटिक्स इत्यादि कुराहरूलाई चाहिँ उसले के गर्छ त रिप्रेजेन्ट गर्छ भन्ने बुझाइ थियो। जस्तै हामीले अटोबायोग्राफी या लाइफ राइटिङ कसैको बारेमा पढ्यौँ भनेदेखि हामीले त्यो मान्छेको बारेमा मात्र नपढेर नबुझेर त्यो समयमा कस्तो खालको कल्चरहरू हुन्थे, कसरी ह्युमन सिभिलाइजेसन अगाडि बढेको थियो, इकोनोमी स्ट्याटस कस्तो थियो, पोलिटिकल सिचुएसन कस्तो थियो भन्ने कुराहरू पनि त्यो लाइफ राइटिङबाट हामीले प्राप्त गर्नेछौँ, बुझ्नेछौँ। त्यसैले गर्दा त्यो एउटा पर्सन अटोबायोग्राफीमा भएको पर्सन त्यो पर्सन मात्र नभएर त्यो टाइम पिरियडलाई रिप्रेजेन्ट गर्ने म्यान हुन्थ्यो। अनि लाइफ राइटिङ कसले लेख्थ्यो त भनेर भन्दाखेरि चाहिँ ग्रेट म्यानले लेख्ने भन्ने बुझाइ थियो। जो कोहीले चाहिँ लाइफ राइटिङ लेख्न सक्छ भन्ने बुझिँदैन थियो। 1950s भन्दा अगाडि चाहिँ लाइफ राइटिङ या अटोबायोग्राफी सबै मान्छेले लेख्न सक्दैन भन्ने बुझाइ थियो। त्यसैले गर्दा ग्रेट म्यान चाहिँ के भयो त अटोबायोग्राफीको सब्जेक्ट म्याटर हुन्थ्यो। यो ग्रेट म्यान भन्ने कुरा चाहिँ बिर्सिनु भएन, सबैभन्दा इम्पोर्टेन्स कुरा भयो। अनि यो ग्रेट म्यान नै के हुन्थ्यो त अटोबायोग्राफीको सब्जेक्ट हुन्थ्यो भन्ने कुरा पनि हामीले के गर्नु पर्यो त सम्झिनु पर्यो। आफ्नो लाइफमा चाहिँ केही न केही गरेको हुनु पर्यो, जस्तै नेम फेम प्राप्त गरेको व्यक्ति हुनु पर्यो, ग्रेट म्यान हुनु पर्यो होइन, जो पब्लिक स्पेयरमा चाहिँ चिनिएको मान्छे हुनु पर्यो होइन। अनि नोटोरियस पिपललाई पनि के भन्दो रहेछ भने ग्रेट म्यान भन्दो रहेछ। जुन प्रख्यात मात्र नभएर कुख्यात मान्छेहरू हुन्छ नि ठुल्ठुला डाकुहरूलाई पनि के भन्यो त ग्रेट म्यान भनिँदो रहेछ। त्यो ग्रेट म्यान चाहिँ कस्तो हुनु पर्यो त अब जस्तै राजा महाराजाहरूलाई चाहिँ ग्रेट म्यान भनियो, राजा महाराजाहरूलाई पनि ग्रेट म्यान मानिन्थ्यो। अब किङ भए प्रिन्सहरू भए यी सबै केमा पर्यो त ग्रेट म्यान भए। उनीहरूले चाहिँ के गर्छन् त उनीहरूले लेख्न सक्छन्, अटोबायोग्राफी लेख्न सक्छन् भन्ने, लाइफ राइटिङ लेख्न सक्छन् भन्ने मान्यता चाहिँ त्यतिखेर थियो। अब ग्रेट म्यान नै किन त भनेर भन्दाखेरि चाहिँ उनीहरूले चाहिँ ग्रेट म्यानले जे भन्छ या ठुलो मान्छेले जे भन्छ जे गर्छ त्यो चाहिँ के भयो त उनीहरूले चाहिँ साँचो बोल्छन्, उनीहरूले झुटो बोल्दैनन् होइन भन्ने कुरा चाहिँ त्यतिखेर अप टु 1950s भन्दा अगाडि चाहिँ त्यस्तो कुरालाई के मान्यता दिइन्थ्यो, मानिन्थ्यो। ग्रेट म्यान चाहिँ कस्तो हुन्थ्यो भनेर भन्दा हाई कल्चरको मान्छे, इलाइट पिपुल, सिभिलाइज पिपुल मान्छे हुन्थ्यो होइन, जसले चाहिँ अब किङहरूले लेख्ने भए। त्यसैले गर्दा यो यतिखेरको अटोबायोग्राफी कस्तो थियो भनेर भन्दाखेरि इन्क्लुसिभ खालको भएन, यो चाहिँ कस्तो भयो त एक्सक्लुसिभ खालको भयो, डिस्क्रिमिनेटिभ भयो। किनभने यसले चाहिँ क्यानोनिक पिपुललाई मात्रै रिप्रेजेन्ट गर्ने भयो, सेन्टरमा भएका पिपुलहरूलाई गर्ने, ठुला मान्छेको कुरा मात्रै यसले चाहिँ के गर्ने भयो त हेर्ने भयो। त्यो कारणले गर्दा यतिखेरको अटोबायोग्राफी या लाइफ राइटिङ चाहिँ कस्तो थियो भनेर भन्दा एक्सक्लुसिभ खालको थियो, डिस्क्रिमिनेटिभ टाइपको थियो भनेर बुझ्नु पर्यो। त्यसै गरी यो केमा चाहिँ हुन्थ्यो भनेर बेस हुन्थ्यो भनेर भन्दा यो चाहिँ बेस हुन मास्टर न्यारेटिभ्स, माइनोरिटी पिपुल होइन, स्लेभ पिपुल, ब्ल्याक, वुमेन, कोलोनाइज्ड पिपुलहरूको चाहिँ के गर्थ्यो त यिनीहरूको अटोबायोग्राफी लेख्न यिनीहरूलाई एलाउड नै थिएन। यसले चाहिँ यिनीहरूको कुरालाई यसले हेर्दैन थियो, देख्दैन होइन। यिनीहरूले यदि लेखिहाल्यो भने पनि कसैले त्यस्तो लेख्यो भने पनि के भनिन्थ्यो भनेर भन्दाखेरि त्यो चाहिँ के हो त एक्सेप्सनल केस हो, यो लेख्नै सक्दैन, हुनै सक्दैन। किनभने ग्रेट म्यान चाहिँ कस्तो हुनुपर्छ भनेर भन्दा चाहिँ उसमा चाहिँ एकदम क्रिएटिभ नलेज हुन्छ होइन, क्रिएसन गर्ने एबिलिटी हुन्छ
उसमा नलेज हुन्छ, उसले सोच्न सक्छ, राम्रोसँग बुझ्न सक्छ भन्ने खालको बुझाइ चाहिँ यो ग्रेट म्यानको हुन्छ। त्यसैले यो ग्रेट म्यान जो कोही चाहिँ ग्रेट म्यान हुन सक्दैन भनेर भन्ने खालको बुझाइ थियो फर्स्ट वेभमा। अब फर्स्ट वेभले फोकस के गर्छ त भनेर भन्दाखेरि फर्स्ट वेभले चाहिँ अटोबायोग्राफी ट्रुथ यसलाई हेर्छ हैन। अटोबायोग्राफिकल ट्रुथ भनेको के भनेर यसले चाहिँ अब्जेक्टिभ ट्रुथ हुन्छ। अटोबायोग्राफीमा अब्जेक्टिभ ट्रुथ हुन्छ, त्यो रियल ट्रुथ हो, जो युनिभर्सल ट्रुथ हुन्छ, जुन चाहिँ ठुलो मान्छेले जे भन्यो त्यो चाहिँ एकदम यो साँचो भन्यो, सत्य कुरा गर्यो भन्ने कुराको चाहिँ यतिखेर के गरिन्थ्यो त बुझिन्थ्यो। त्यसै गरी अटोबायोग्राफी राइटिङमा चाहिँ के हुन्थ्यो, सुवेनियर सेल्फ एज अ सुवेनियर भनेर भनिन्थ्यो हैन। युनिफाइड सेल्फ हुन्छ भनिन्थ्यो, युनिभर्सल सेल्फ हुन्छ भन्ने कुरा चाहिँ के गरिन्थ्यो त यतिखेर यो अटोबायोग्राफी ट्रुथभित्र यो कुराहरू चाहिँ पर्दथे। अब यो सबै यस्तो सेल्फ, युनिफाइड सेल्फ, युनिभर्सल सेल्फ हैन, सेल्फ एज अ सोभरिन भन्ने कुराहरू भइसकेपछि के भयो त यसले चाहिँ क्यानन फर्मेसन गर्ने भयो, ठुल्ठुला मान्छेको कुरा मात्रै गर्ने भयो हैन। माइनर पिपुलहरूको कुरा नगर्ने भयो हैन, मेन स्ट्रिममा भएका पिपुलहरूको मात्रै कुरा गर्ने भयो, सेन्टरको कुरा गर्ने भयो, पावरफुल पिपुलहरूको कुरा गर्ने भयो हैन। अब माइनोरिटीमा वुमेनहरू, ब्ल्याकहरू, पिछडिएका वर्गहरूको कुरा त यसले नआउने भयो, नआउने भयो, किनभने उनीहरूलाई चाहिँ अटोबायोग्राफी लेख्न एलाउड नै थिएन, किनभनेदेखि उनीहरूलेमा चाहिँ सेल्फ क्रिएसन गर्ने एबिलिटी हुँदैन, नलेज हुँदैन भन्ने कुरा बुझिन्थ्यो। त्यो लेख्नको लागि चाहिँ के गर्नु पर्थ्यो त उनीहरूले चाहिँ एकदम ग्रेट म्यान नै हुनु पर्थ्यो, जो मान्छे चाहिँ समाजमा चिनिएको हैन, नाम कमाएको मान्छे हुनु पर्यो। हिस्टोरिसियन, पोलिटिसियन, आर्टिस्ट, किङ हैन, प्रिन्स, यस्तो कुराहरूको बारेमा भन्छ हैन। त्यस्तो मान्छेलाई मात्रै के गर्छ त फर्स्ट वेभले ग्रेट म्यान भन्छ। त्यो ग्रेट म्यान रिप्रेजेन्टेटिभ हुन्छ, जसले चाहिँ सोसाइटीलाई रिप्रेजेन्ट गर्छ र त्यो रिप्रेजेन्टेटिभ म्यानले चाहिँ थिङ्क गर्न सक्छ, उमा नलेज छ, क्रिएसन गर्ने एबिलिटी छ, जसले चाहिँ त्यसैले मात्रै अटोबायोग्राफी लेख्न सक्छ भन्ने बुझाइ थियो। अब यो चाहिँ इट इज आर्टलेस भनेर चाहिँ हैन, यो चाहिँ क्रिएसनै हुँदैन थियो यसमा, किनभनेदेखि यसमा अब्जेक्टिभ ट्रुथ छ नि त। जहाँ अब्जेक्टिभ ट्रुथ छ त्यहाँ क्रिएसन हुँदैन, क्रिएटिभ राइटिङ नहुने कारणले गर्दा यो चाहिँ के छ, यसलाई चाहिँ आर्टलेस भनियो अनि यो आर्टिस्टिक हुँदैन भनेर भनियो। वुमेन यदि कसैले वुमेनहरूले लेखिहाले, राइटिङ कतैबाट आइहाल्यो भने पनि के भन्थ्यो, यस्तोलाई चाहिँ एक्सेप्सनल केस भनेर बुझिन्थ्यो। अब आजको यो लेसनलाई चाहिँ हामीले समअप गर्दै गर्दाखेरि फर्स्ट वेमा के हुने भयो त, फर्स्ट वेमा चाहिँ अब्जेक्टिभ ट्रुथ हुने भयो अटोबायोग्राफीमा हैन। त्यो अब्जेक्टिभ ट्रुथ चाहिँ त्यहाँ चाहिँ एउटा ग्रेट म्यान हुन्छ। ग्रेट म्यान क्यान ओन्ली राइट अबाउट अटोबायोग्राफी। ग्रेट म्यान चाहिँ रिप्रेजेन्टेटिभ म्यान हो, उसले रिप्रेजेन्ट केलाई गर्छ भनेर भन्दाखेरि होल पिरियड अफ टाइमलाई गर्छ, हिस्ट्री, इकोनोमी, पोलिटिक्स हैन, इतिहास सबैलाई चाहिँ के गर्छ त्यसले रिप्रेजेन्ट गर्छ। यो एउटा पर्सन मात्र नभएर त्यो त्यतिखेरको टाइम पिरियडलाई नै रिप्रेजेन्ट गर्ने म्यान हो। कस्तो मान्छे चाहिँ ग्रेट म्यान हुन्छ त भनेर भन्दाखेरि ग्रेट म्यान क्यान बी अ प्रिन्स, किङ, पोलिटिसियन, आर्टिस्ट, फेमस आर्टिस्ट, नेम एन्ड फेम कमाएका पब्लिक फिगरहरू हैन, नोटोरियस पिपुलहरू हैन, प्रख्यात एन्ड कुख्यात त्यस्ता मान्छेहरू चाहिँ जो चाहिँ ग्रेट म्यान हुन सक्छन्। किनभने ती ग्रेट म्यानहरूले हुन सक्छन् भन्ने कुरा चाहिँ यसले गर्छ। यो चाहिँ अनरिप्रेजेन्टेटिभ किन भनिएको भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ माइनोरिटी पिपुलहरू हैन, माइनर ब्ल्याकहरू, वुमेनहरू हैन, पिछडिएका वर्गहरू, दलितहरू सबैका कुराहरूलाई चाहिँ के अरे रिप्रेजेन्ट नगर्ने भएको, जसले चाहिँ ग्रेट म्यानका कुराहरूलाई मात्रै रिप्रेजेन्ट गर्ने भएकोले ग्रेट म्यानका फिलिङहरू, आफ्ना कुराहरूलाई मात्रै यसले चाहिँ के गर्ने भएकोले रिप्रेजेन्ट गर्ने भएको कारणले गर्दा यसलाई अनरिप्रेजेन्टेटिभ भनियो। यो डिस्क्रिमिनेटिभ छ भनेर भनियो हैन। ग्रेट म्यान यो अब रिप्रेजेन्टेटिभ म्यान फर के भयो त, त्यो हाई क्लास सोसाइटीका मान्छेहरूलाई मात्रै रिप्रेजेन्ट गर्ने भयो ग्रेट म्यानले, जसले चाहिँ मास्टर न्यारेटिभ्सलाई
चाहिँ फोकस गर्ने भयो, न्यारेट गर्ने भयो, लिटिल र मिनी न्यारेटिभ्सहरूको कुरा नगर्ने भयो होइन। अब ग्रेट म्यानमा पनि यसका फिचरहरू छन्। कस्तो मान्छेलाई चाहिँ ग्रेट म्यान भन्ने त भने जसमा चाहिँ युनिभर्सल सेल्फ हुन्छ, युनिभर्सल ट्रुथ हुन्छ होइन, सेल्फ क्रिएसन गर्न सक्ने एबिलिटी हुन्छ होइन, सेल्फ नलेज हुन्छ, त्यो मान्छे चाहिँ के भयो त ग्रेट म्यान भयो। जो कोही ग्रेट म्यान हुन भएन, जो मान्छेमा यस्तो हुन्छ। तर यो पनि कस्तो हुनु पर्यो त एकदम लिटरेरी फिगर, इलाइट पिपुलहरू हुनु पर्यो, सिभिलाइज पिपुल हुनु पर्यो होइन, जो चाहिँ फेमस हुनु पर्यो होइन, पोलिटिसियन भयो, किङहरू भए होइन, यस्ता मान्छेहरू चाहिँ के भयो ग्रेट म्यान भयो। त्यो ग्रेट म्यान चाहिँ होल समयलाई रिप्रेजेन्ट गर्छ। त्यो ग्रेट म्यानले चाहिँ लाइ गर्दैन, त्यतिखेर समयमा चाहिँ उसले चाहिँ ट्रुथ भन्छ भन्ने त्यसले चाहिँ एबल भयो कि अटोबायोग्राफी लेख्नलाई या राइटिङ लेख्नलाई। अहिलेसम्म यो भिडियोलाई हेरेर बसिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा चाहिँ हामी सेकेन्ड वेभलाई लिएर आउनेछौँ, त्यसलाई हेर्नुहोला। यदि हजुरहरूलाई यो भिडियोबाट केही इन्फर्मेसन प्राप्त भयो या केही नलेज सिक्नुभयो भनेदेखि लाइक, सब्सक्राइब एन्ड सेयर गरिदिनु होला। थ्याङ्क यू।